यस्तो माहौल तातिरहेको छ नि सबै तपाईँहरूलाई त ज्ञानै होला होइन थोरै यस्तो तातियो कि कुरै छोड्नु न ल एकदम हेर्नु न अहिले अघि अस्ति बाटो हिँडिरहेको होला चितवन आउने बेलामा यताउता आउने बेलामा त्यहाँ मान्छे अर्को पार्टीसँग भेट्यो त के भइरहेको छ ल हेर्नु यहाँ सानो क्लिप एकदम अहिले त अब कि बालिन सरकार भने जस्तो क्रेज पुरै ल हेर्नु भयो नि मजाले समर्थन हुनु पनि त्यो अर्को पार्टीमा हिँडे पनि तिनीहरूलाई बालिनलाई देख्ने बित्तिकै त ओ यताउता भनेर ट्याक्क तिनीहरूले गरिरहेको छ नि त मजाले समर्थन दिइरहेको छ त्यो चाहिँ एकदम राम्रो पोइन्ट हो जस्तो लाग्छ मलाई चाहिँ चितवनमा त सबै हाम्रो जस्तातिर यताउता जस्तामा निलो पाताहरू लगाइरहेको छ नि त नमस्ते नमस्ते तपाईहरुको फेभरेट कलर कुन हो रङ नीलो तपाईहरुको फेभरेट बाजा कुन हो बाजा बजाउन मिल्ने चीज यसपालि के गर्ने त्यसलाई अघि प्लेनबाट ल्यान्डिङ गर्दा गर्दा एउटा कुरा नोटिस गरिरहेको थिएँ यहाँनिर चितवनमा छतमाथि चाहिँ यस्तो जस्ता राख्ने चलन रहेछ है सबका सब नीलो जिस्काउनलाई राखे जस्तो कसलाई जिस्काउनु भएको त्यसरी त्यो निलो छानाले चाहिँ त्यो छतलाई मक्किनबाट जोगाउँदो रहेछ क्या देख्नुभयो नि यहाँ चितवनको पनि थोरै भाषा हेर्नुभयो नि त्यसले मेरो निलो छ नि त मैले जिस्काउन थालेको छ होइन है म पनि एकदम निलो हुन्छ एकदम राम्रो लाग्ने मान्छे हजुरहरूलाई तपाईँहरूलाई कस्तो लाग्छ निलो राम्रो लाग्छ कि नै के हुन्छ कसो हुन्छ अनि यसपालि अहिले अब 21 गते नजिक आउँदैछ हजुरहरूको अब कस्तो छ मत दिने के छ कसो छ कसलाई दिने कसलाई जिताउँदा ठिक हुन्छ भनेर सोचेर मजाले राम्रोसँग बुझेर दिनु होला सबैलाई अल द बेस्ट हाम्रालाई होइन राम्रोलाई जिताऊ भन्ने एउटा छ के थिएको त्यही अनुसार ट्याक्क पारेर मजाले भोट दिनु होला ल अल द बेस्ट पालेन ल